एकजना महात्मा महात्मा गान्धीको अगाडि पुग्नुभएछ। भन्नुभयो, "म यो छेउको गाउँमा गएर सेवा गर्नु पर्यो, मलाई आज्ञा दिनुहोस्" भनेर महात्मा गान्धीलाई भन्न लागे। त्यस पछाडि महात्मा गान्धीले यसो हेर्नुहुन्छ, वेशभूषा गेरुवा धारण गरेको छ, गेरुवा वस्त्र लगाएको छन्, सन्त जस्तो देखिन्छन् र भन्नुभयो, "तिमी यदि वास्तवमा सेवा गर्न चाहन्छौ भनेदेखि तिम्रो यो भेष त्यागिदेऊ, जुन चाहिँ गेरुवा भेष तिमीले लगाएको छ, यो त्यागिदेऊ। त्यस पछाडि अनि तिमी त्यो गाउँमा जाऊ अनि सेवा गर्न सक्छौ।" भन्दाखेरि त्यो महात्माले, सन्तले के भन्नुभयो भन्दाखेरि, "मैले लगाएको यो वस्त्रले के गर्छ र?" भन्दा महात्मा गान्धीजीले सुन्दर जवाब दिनुभयो, "यदि तिमीले यो वस्त्र लगाएर त्यो गाउँमा प्रवेश गर्यौ भनेदेखि तिमीलाई नै त्यो गाउँका मानिसहरूले महात्मा भनेर सेवा गर्न थाल्छन्। त्यसैले गर्दा तिमीले यो सेवा गर्ने मौका कहाँ पाउँछौ? त्यसैले पहिला यो वस्त्रको मोहलाई त्यागिदेऊ, त्यस पछाडि गएर तिमी त्यो गाउँमा सेवा गर। जय श्री राधे।"